सम्पूर्णमा आशा छ तपाईहरुले फेरि पनि साथ दिनुहुनेछ यो भिडियो हेरेर। आज म बनाउन गइरहेको छु उरामाकी। उरामाकी म तपाईहरुलाई हाम्रो मसिन सुसी राइस मसिनदेखि बनाएर तपाईहरुलाई देखाउन गइरहेको छु। र हिजो पनि एउटा सानो भिडियो बनाएको थिएँ, एकदमै माया गरिदिनु भएको छ। आशा छ फेरि पनि आज माया गरिदिनुहुन्छ र सिक्न खोज्नुभएका जुन पनि सुसी फिल्डमा आउन खोज्नुभएका मेरा सेफहरु मेरा भाइहरु हुनुहुन्छ, उहाँहरुको लागि यो भिडियो केही हेल्पफुल हुनेछ। र जो सिकिसक्नु भएको छ उहाँहरुले अलरेडी सिकिसक्नु भएको छ, उहाँहरुको लागि त्यति इम्पोर्टेन्ट नहोला। फेरि पनि जो सिक्न आउँदै हुनुहुन्छ मेरा भाइहरु मेरा सेफहरुलाई फेरि पनि सहयोग हुनेछ यसले पुरै यसको लागि। आउनुस् है त। यो चाहिँ हाम्रो नोरी राखेको बक्स भइहाल्यो। त्यसपछि हाम्रो यो सुसी मसिन हो। यसदेखि चाहिँ तपाईहरुले यहाँ अलरेडी हामीले सेट गरेको छ माकी अनि उरामाकीको लागि। त्यसपछि अहिले म यो प्रेस गरेपछि यसले अटोमेटिकली राइसलाई फ्ल्याट गरेर एकदम साइज सेम साइजमा हामीले सेट गरिसकेको छ। अनि तपाईको ठ्याक्क नोरीको साइडमा हामीले यसरी चाहिँ हाम्रो साइडमा राइस दिन्छ यसले। त्यसपछि तपाई अब यहाँदेखि चाहिँ नि यसरी अब हामीले बनाउँछ है। हमेसा तपाईहरुले आफ्नो औलाको 2 इन्च छोडेर चाहिँ नोरीलाई राइसलाई राख्नु होला ताकि तपाईलाई बनाउँदाखेरि इजी हुनेछ। अनि यो तपाईको अभोकाडो एक लाइन अभोकाडो हाल्नु हो। त्यसपछि तपाईहरुले अभोकाडो, त्यसपछि यसमा जान्छ चीज जान्छ। चीजलाई चाहिँ यसलाई यसरी साइडमा हामीले दिन्छौँ। त्यसपछि तपाईहरुको यो हाम्रो सालमन भइहाल्यो। यो हामीले अलरेडी काटेर राखेको छ है। एक लाइन ठ्याक्क लाइन हुन्छ यो। त्यसपछि तपाई अब यसलाई रोलिङ गर्नु। ओके, अनि यसरी तपाईको यो बनिसक्यो। अब हल्का यसलाई साइड दिनुहोस्, फिनिशिङ दिनुहोस्। त्यसपछि तपाईको फिनिशिङ भइसक्यो। अनि त्यसपछि तपाईको स्लाइस फिस हामीले पनि अलरेडी काटेर राखेको हुन्छ, यसरी माथिदेखि लगाइदिनुहोस् है। अनि त्यसपछि फेरि यसलाई एकचोटि फिनिशिङ दिनु ताकि तपाईको राम्रो हुन सक्छ। अनि अब यसलाई तपाईले सबै सेफहरुको आफ्नो आफ्नो स्ट्यान्डर्ड हुन्छ, कसरी काट्ने, कसैले चाहिँ साइडदेखि काट्नुहुन्छ, कसैले बीचदेखि काट्नुहुन्छ। त्यो सबै आफ्नो आफ्नो सेफहरुको स्टाइल हुन्छ, त्यो आफ्नो म्याटर हुन्छ। म चाहिँ बीचदेखि काट्छु। त्यसपछि तपाईले देख्न सक्नुहुन्छ है। अनि तपाईको त्यसपछि मैले यसलाई 8 पिस बनाउँछु। त्यसपछि यसलाई थोरै फिनिशिङ दिनुहोस् किनकि काट्दाखेरि तपाईको नाइफले साइजमा यताउता गर्दैको हुन्छ। अब म तपाईलाई प्लेटिङ गरेर देखाउँछु। यो चाहिँ हाम्रो प्लेटिङ भइहाल्यो। सिम्पल ब्याम्बो लिफ लिनुहोस्, एउटा ब्याम्बो लिफ लगाउनुहोस् है। त्यसपछि तपाईले यसरी टक्क प्लेटिङमा लगाइदिनुहोस्। यसरी प्लेटिङ भइसकेको छ। अनि त्यसपछि हामीले यो पाना हाल्छ, यसलाई चाहिँ यसरी सानो साइजमा राखिदिनु हो। त्यसपछि म यसमा सस हाल्दैछु। सस पनि रेडी भइसक्यो। त्यसपछि हामीले थोरै सुसी जिन्जर हालिदिनुपर्छ साइडमा। अनि पछाडि तपाईहरुले यसमा अब थोरै आफ्नो इच्छा अनुसार गार्निश गर्न सक्नुहुन्छ। मैले नर्मल गार्निश राखेको छु है। त्यसपछि यसमा थोरै लेमन हालिदिन्छु है। यो तपाईको रेडी भइसकेको छ। त्यसलाई हामीले लास्ट वेगस भन्छ है। यसमा देख्न सक्नुहुन्छ यसको भित्र चिजहरु। थ्यांक यू। फेरि पनि यसै गरेर माया गरिदिनु होला। म तपाईहरुको लागि नयाँ नयाँ भिडियो अवश्य पनि लिएर आउने छु। हेरेर साथ दिनुभयो, लाइक सब्स्क्राइब कमेन्ट गरिदिनु होला। धन्यवाद। शुभ दिन।